हामीले हाम्रो विद्यालयमा पहिलोपटक यो सरस्वती पूजाको उपलक्ष्यमा भर्ना हुने विद्यार्थी नानी बाबुहरूको फोटोसहित यसरी यो खाली ठाउँमा यहाँहरूको नानी बाबुहरूको पहिलो अक्षर औपचारिक विद्यालय सुरुवातको पहिलो अक्षरलाई लेख्न लगाएर यो प्रमाणपत्र यहाँहरूलाई प्रदान गर्ने कार्यक्रम रहेको छ। भर्खरै मात्रै साना नानी बाबुहरूले अक्षर आरम्भ गराइसके पश्चात सानो हामीले सम्झना स्वरूप एउटा फोटो सेसनको कार्यक्रम गरिरहेका छौँ। नमस्कार। आज हाम्रो वसन्त पञ्चमी अथवा श्री पञ्चमीको पावन अवसरमा हाम्रा सम्पूर्ण विद्यार्थीहरूको लागि सरस्वती पूजाको कार्यक्रम सँगसँगै यो नव प्रवेशी अथवा नव आगन्तुक ससाना बालबालिकाहरूको लागि हामीले असाधारण कार्यक्रम आयोजना गरेका छौँ र यसमा अभिभावकहरूको अत्यन्तै सहभागिता छ। उहाँहरूले हाम्रो विद्यालयलाई माया गरेर यो विद्यालय रोज्नु भएको छ र आफ्ना नानी बाबुहरूको यो आजको शुभ दिनमा शुभ साहित्यमा असाधारण कार्यक्रमको लागि यहाँ उपस्थित हुनुभएको छ। त्यसको लागि म सम्पूर्ण अभिभावकहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु र यो माया ममता उहाँहरूको चाहिँ सधैँ साथ सहयोग रहिरहोस् भन्ने आशा पनि गर्छु। धन्यवाद। दर्शकवृन्द, गुड मर्निङ, शुभ प्रभात यहाँ सम्पूर्णलाई। यति बेला हामी सिद्धार्थ मावि शेर गाउँपालिका वडा नम्बर 6 मा अवस्थित मदनगञ्ज रूपन्देहीमा अवस्थित विद्यालयमा छौँ। यति बेला यहाँ सरस्वती पूजाको तयारी निकै नै विद्यार्थीहरू साहित्य दृश्य मैले तपाईँहरूलाई देखाउँदैछु। विद्यार्थी भाइ बहिनीहरू लामबद्ध भएर यो सरस्वती पूजाको लागि तयारी अवस्थामा हुनुहुन्छ। विद्यार्थीहरू अगरबत्ती लिएर यस्तो छ। म तपाईँलाई सुरुदेखि अन्तिमसम्म यहाँका यो अक्षर आरम्भको लागि सानो बाबुको पनि यहाँ आगमन भएको छ। यस्तो छ है सिद्धार्थ माविको आजको माहौल यस्तो छ। दिपक सरले एनाउन्स गर्दै हुनुहुन्छ अक्षर आरम्भको लागि यहाँ तयारी भइरहेको छ। म्याडमहरूले पनि यो व्यवस्थापन गर्दै हुनुहुन्छ। अझै पनि सुरु भएको छैन। प्रसादको लागि म्याडम लागिरहनु भएको छ। मधु दिदी, हाम्रो अमृता म्याडम, शिव दिदी र महेन्द्र चाहिँ निरीक्षण गर्दैछन्। ठिक छ। प्रसादको लागि हामीले आजको यो सिद्धार्थ माविको सरस्वती पूजाको माहौल यस्तो छ है दर्शकवृन्द। यता लक्ष्मी म्याडमले विद्यार्थीलाई बिस्तारै दिँदै हुनुहुन्छ। महेन्द्रको 3 चोटि भयो क्या होइन? 4 चोटि देखा। नेहरू म्याडम पनि आउनु भएको छ। अहिले हामी प्रसाद वितरण गरिरहेका छौँ। स्वस्तिका मिसले टिका लगाइदिँदै हुनुहुन्छ। मङ्गिसा मिसले यता सानो बाबुलाई टिका लगाउँदै हुनुहुन्छ। है यस्तो छ है सरस्वती पूजाको माहौल आजको यस्तो छ। अगरबत्तीहरू हामीले सबै अगरबत्तीहरू यहाँ व्यवस्थापन गरेका छौँ।
निरु म्याडमले गर्दै हुनुहुन्छ यहाँ त। र यति बेला यो हामी यज्ञमा छौँ। हाम्रो आदरणीय लीला सर हुनुहुन्छ, उहाँ करिब यसै विद्यालयमा 33.5 वर्ष सेवा गरेर अहिले चाहिँ सेवानिवृत्त भइसक्नु भएको छ। उहाँ नै आजको यो सबै यो मण्डपतिरको सबै व्यवस्थापन उहाँले नै गर्नुभएको छ। यस्तो खालको दृश्य भविन्द्र सरले यता म्याडमहरू अक्षर आरम्भको लागि तयारी अवस्थामा। हेलो अस्मिता मिस, हेलो हमाल म्याडम, यता जुनु म्याडम, प्राप्ति भाइ हो भाइ यस्तो छ है। यहाँ सरिता म्याडमले अगरबत्ती बाल्नको लागि सहजीकरण गर्दै हुनुहुन्छ। हामीले विद्यालयको तर्फबाट यहाँ आउँदा नानीबाबुहरूलाई औपचारिक विद्यालयको पहिलो अक्षर भनेर यहाँहरूको नानी बाबुहरूको पहिलो अक्षरलाई एउटा प्रमाणपत्रमा कैद गरेर यहाँहरूलाई प्रदान गर्ने हामीले हाम्रो विद्यालयमा पहिलोपटक यो सरस्वती पूजाको उपलक्ष्यमा भर्ना हुने विद्यार्थी नानी बाबुहरूको फोटोसहित यसरी यो खाली ठाउँमा यहाँहरूको नानी बाबुहरूको पहिलो अक्षर औपचारिक विद्यालय सुरुवातको पहिलो अक्षरलाई लेख्न लगाएर यो प्रमाणपत्र यहाँहरूलाई प्रदान गर्ने कार्यक्रम रहेको छ। तसर्थ यसलाई पुरा नगरिकन यहाँहरूले आफ्नो नानी बाबुहरूलाई घरतर्फ नलैजान हुनको लागि म हार्दिक अनुरोध गर्दछु। अक्षर आरम्भ कार्यक्रम यता सुरु भइराखेको छ। सुषमा हमाल म्याडम, अस्मिता मिस, जुनु म्याडम लगायतका टिमले अक्षर आरम्भको यो व्यवस्थापन मिलाउँदै हुनुहुन्छ। यस्तै छ यहाँको है। हाम्रो कक्षा 11 का विद्यार्थीहरू हुनुहुन्छ। हाम्रो नमस्ते, हाम्रो भूपू विद्यार्थीहरू पनि हुनुहुन्छ यहाँ। र अब पूजा गर्नको लागि उहाँहरू चाहिँ लाइनमा हुनुहुन्छ। सो आर यु गाइज एक्साइटेड? गुड। धेरै एक्टिभ छन् है, धेरै एक्टिभ छन्। ल यति बेला कक्षा 12 का विद्यार्थीहरूको पालो आएको छ है अहिले। आशिका, निशा, बिन्ता, हाम्रो दिपक सरले निरन्तर सूचना प्रवाह गरिरहनु भएको छ बिहानैदेखि। अक्षर आरम्भ भइराखेको छ। त्यसतर्फ नर्दिनु हुनको लागि पनि म भइराखेको छ।